नमस्ते, मेरो नाम दिनेश परियार सासो र हिजोको नयाँ सालको उपलक्ष्यमा हाम्रो यहाँ पछाडि भिडियोमा हेर्न सक्नुहुन्छ हजुर। हाम्रो नेपाली दाजुभाइहरू बेङ्गलोरको टाटा बिल्डिङको पछाडि र उहाँ धेरै हाम्रो नेपाली दिदीबहिनीहरू दाइभाइहरू धेरै आउनुभएको रहेछ र यहाँ पछाडि भिडियो हेर्न सक्नुहुन्छ। धेरै लडाइँ पनि भएको रहेछ र झगडा पनि भएको रहेछ। तर म चाहिँ के भन्न चाहन्छु भनेपछि हामी नेपाली दाजुभाइहरू हामी अर्काको देशमा आएर होइन यसरी झगडा लडाइँ नगर्दा सही हुन्छ र हामीहरू जति हुन्छ हामीहरू मिलेर बस्दा राम्रो हुन्छ। किनकि अर्काको देशमा आइरहेछौँ हामीहरू, घरमा मम्मी बुवा भाइ बहिनीहरूलाई सबैले छोडेर आइसकेका हुन्छौँ हामीहरू होइन अर्काको देशमा। तर हामीहरू अर्काको देशमा आइसकेपछि हामीहरू मिलेर रहनुपर्छ, एकता भएर हिँड्नुपर्छ। र यो भिडियो हेर्दाखेरि धेरै दुःखद खबर हो है। कसैको चोट लाग्छ, कसैको भएको छ होइन, कमाउन आएको मान्छे हामीहरू र राम्रोसँग बस्दा राम्रो हुन्छ। मैले भिडियो बनाएको कारण नै त्यही हो र हजुरहरूलाई भिडियो राम्रो लागेछ भनेपछि लाइक कमेन्ट सेयर जरुर गर्नु। नमस्ते, हस्त।